Pulsar 150 without BQ wiring removed the BCU. Here Haruko and I yesterday Duka Dingsham Ne Hamra workshop ma visit Garnu Hi Mama Vanya workshop. सुपर स्विच चाहिँ हामीले ल्याएर यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यो सुपर स्विच त्यो पुरानो मोडल भइहाल्यो तपाईँको र हाम्रो यहाँ चाहिँ नयाँ एसेम्बल गरेर चाहिँ यो नयाँ हटाएर बिएस मेन कुरा BS6 यो के भन्छ BCU यसले साह्रै दुःख दियो के घरि हेडलाइट नबल्ने घरि साइड लाइट नबल्ने हर्न नदिने होइन अनि हामीले चाहिँ यसलाई काटेर हटायौँ अनि हाम्रो हाम्रो टाइम लाग्यो 7-8 घन्टे टाइम लाग्यो मजाले वायरिङ सबै मिलाएर यहाँ हेर्न सक्नुहुन्छ वायरिङ मिलाएर होइन LED चिम पनि हाल्यो अहिले तत्काल यो LED चिम हालेको छ LED चिम हाल्दा भाइ त्यो पनि देखाउँछ तपाईँलाई त्यो खास LED चिमको लागि नि मैले बनाएको यो कुरा यो भएपछि पावर पनि भयो हेर्न सक्नुहुन्छ वाइल्ड पावर हो हजुरहरूको पनि यस्तै कुनै समस्या छ भने हेर्न सक्नुहुन्छ वा खतरनाक पावर चाहिँ एकदम यो उज्यालो गाडीको जस्तो उज्यालो देखिने अनि हाम्रो यो सब वायरिङ काटेर मिलाउनु पर्छ धेरै त गाउँ छ है सबैले त अब गर्न सक्छ होला नसकेको त गर्न चाह्यो भने गर्न सकिन्छ र हाम्रो हाम्रो महाभन्छ वर्कसपको हो हाम्रो महाभन्छ वर्कसप धेरै टाइम लागेर बनाएको हामीलाई अर्को यहाँनिर एमटी सर्भिस गरेर राखेको छ र यसको पनि बनाएको र अर्को भाइले एमकेको पनि बनाएर राखेको छ त्यो चेक लाइन हटाउनु मिल्छ हटाइदिनु न लगभग फाइनल भइसक्यो ब्याट्री चार्ज पनि गरे हो पठाएर दिने हो सबै बनाएर फाइनल बनाएर राखेको छ गइरहँदै तरिकाले बनाएर हालेको छ अब प्याक गरिदिनु